Hello, welcome, namaste. This is the first video with actual content in this channel. म किन त्यस्तो भन्छु भने योभन्दा अगाडि माई इन्ट्रोडक्सन भिडियो भन्ने एउटा भिडियो हालेको थिएँ। यदि तपाईँ चाहिँ त्यो भिडियोबाट यो भिडियोमा आउनुभएको हो भने प्लिज कमेन्ट आई एम फ्रम द फर्स्ट भिडियो। तपाईँहरूले टाइटलबाटै थाहा पाइसक्नु भयो होला। त्यही पनि म अलिकति एक्सप्लेन गर्छु। यो भिडियो चाहिँ कसको कसको लागि हो भने जसले चाहिँ भर्खरै ल्यापटप पाएको छ अनि त्यो चलाएको 1 हप्ता पनि भएको छैन भन्नाले नि माइक्रोसफ्ट एकाउन्ट बनाएर डेस्कटपमा यसो अलिकति चलाउँदै हुन्छ, एक दुईवटा युट्युब भिडियोहरू हेर्नु होला। तर त्यही पनि तपाईँहरू न्यू नै हुनुहुन्छ यो डिभाइसको बारेमा नि। इफ तपाईँको सिचुएसन चाहिँ त्यो हो भने दिस भिडियो इज जस्ट फर यु। ओरिजिनल्ली यो भिडियो चाहिँ सिङ्गल पार्ट हुने थियो, तर यसो एडिटिङ गर्दा थाहा पाएँ कि मैले यो बिगिनर्सहरूको लागि त यो भिडियो अलिक धेरै कम्प्लिकेटेड हुने रहेछ भनेर मैले चाहिँ यो भिडियोलाई 2 पार्ट बनाएको छु। पहिलो पार्ट चाहिँ एकदम एक्सट्रिम बिगिनरहरूको लागि हो, जसले चाहिँ भर्खर पाउनु भएको छ ल्यापटपहरू। अनि दोस्रो पार्ट चाहिँ यसो तपाईँले 1 मन्थ 2 मन्थहरू चलाइसक्नु भएको छ भने त्यसको लागि हो। हुन त यो सबैजनाले हेर्दा हुन्छ, तपाईँहरूले 1-2 मन्थ्सहरू चलाइसक्नु भएको छ भने पनि, किनभने तपाईँहरूलाई सबै थाहा पाएको भन्ने फिल भए पनि नयाँ नयाँ कुराहरू देयर माइट बी समथिङ थिङ्स यु क्यान लर्न फ्रम दिस भिडियो। सो तपाईँहरू डेस्कटपमा आइसक्नु भयो, धेरैजनाले गरिसक्नु भएको छ होला, तर म फेरि भन्छु। सबसे सुरुमा ल्यापटपमा डेस्कटप अन गरिसक्ने बित्तिकै यो सर्च बारमा गएर सेटिङ खोल्नु। अन्डर द हुडवाला यो चाहिँ पहिलो स्टेप हो है, कुनै पनि ल्यापटप नयाँ ल्यापटप खोलेपछि यो चाहिँ फर्स्ट हातमा ल्यापटप आउँदाखेरिको कुरो। विन्डोज अपडेटमा गएर चेक फर अपडेट्स। यो मेरो चाहिँ अब सबै अपडेट गरिसकेको छ, तर तपाईँको यत्रो लामो अपडेट आउँछ अरे अपडेट अल भनेर नत्र के त्यस्तै आउँछ। त्यो सबै अपडेटहरू गर्नु, किनभने विन्डोज भनेको अपडेट पास आउट गरिरहेको हुन्छ। अनि तपाईँलाई थाहै होला ह्याकर नत्र मेलिसियस ग्रुपहरूले पहिलेको पास्ट भर्जनहरूलाई लुपहरू फाउन्ड गरेका हुन्छ क्या। अनि तपाईँहरू ब्राउजर नत्र केही चलाउँदै हुनुहुन्छ भने तपाईँलाई एउटा लिङ्क पठाइन्छ, नत्र त्यस्तै के गरेर तपाईँको सिस्टम ह्याक गर्न सक्छ। त्यही भएर सबसे सुरुमा ल्यापटप खोल्ने बित्तिकै यो चाहिँ विन्डोज अपडेट चाहिँ गर्न नबिर्सिनु। भने लेख्नु हेर्नु त मेरो अपडेट चाहिँ गइसक्यो, सबै अपडेटहरू भइसकेको छ। यो चाहिँ फर्स्ट स्टेप हो वेन गेटिङ अ ल्यापटप होइन। यति भइसक्यो, अब ल्यापटप पाउनुको ल्यापटपको अब तपाईँलाई ल्यापटप पायो, तर ल्यापटपको बारेमा केही स्पेसिफिकेसनहरू केही थाहा छैन। सबैजनालाई क्युरियोसिटी हुन्छ नि त मेरो ल्यापटपले कस्तो गर्दैछ कस्तो छ भनेर। त्यही भएर त्यसको लागि चाहिँ एउटा एप्लिकेसनै राखेको हुन्छ क्या यहाँनिर नि। विन्डोजले सर्च गर्नु, त्यसको नाम चाहिँ टास्क म्यानेजर हो। टास्क म्यानेजर गयो, ओपन गर्नु, यसलाई ओपन गरेर फाइन्ड गर्नुहुन्छ। यो हामी प्रोसेस स्टेपमा छ है। यो चाहिँ के हो, ओ माई गड, ह्याकर ह्याकर के जस्तो देखिरहेछ यहाँ हेर्नु न यहाँनिर। खै के हो, तर हामी बिस्तारै बिस्तारै नेभिगेट गर्छौँ। यो सिपियु भइहाल्यो। तपाईँहरूको यहाँनिर किबोर्ड तल देख्नुहुन्छ होला, इन्टल नत्र राइजेन के को छ तपाईँहरूसँग त्यो कोर हो। यदि तपाईँको आई फाइभ नत्र आई5देखि बढी छ भने तपाईँको ल्यापटप राम्रो हो भन्नाले। अब आई3हरू छ भने पनि नराम्रो भनेको छैन मैले, तर प्रोफेसनल्ली काम गर्नु छ भने, किनभने धेरै जस्तोले ल्यापटप किन्दाखेरि अब मुभिजहरूकै लागि मात्रै किन्ने होइन नि त, प्रोग्रामर हुन मन लाग्न सक्छ, इन्जिनियर हुन मन लाग्न सक्छ। सो तपाईँहरूले त्यस्तै लागि किन्नुहुन्छ। यदि तपाईँको आई5भन्दा बढी छ भने तपाईँको सिपियु राम्रो छ। दोस्रो मेमोरी के हो, स्टोरेज होइन यो मेमोरी भनेको। हामीले सानो सानो क्लासेसहरूमा ऱ्याम पढ्यौँ नि। ऱ्याम भनेको चाहिँ कुनै पनि अब तपाईँले सफ्टवेयरहरू खोल्दै हुन्छ भने, अब यो मैले टास्क म्यानेजर भन्ने सफ्टवेयर खोलेँ। टास्क म्यानेजर भन्ने सफ्टवेयर यहाँ हेर्नु त, यहाँ आएको छ। टास्क म्यानेजर भन्ने सफ्टवेयरलाई एउटा ऱ्याम भन्ने स्टोरेजले ऊ त्यो हालेको छ क्या, आफूमा स्टोर गरेको छ। ऱ्याम चाहिँ त्यत्रो ठुलो हुँदैन, 16 जिबी भनेको धेरै ठुलो हो। त्यसकै लागि त्यसरी स्टोर गरेको हुन्छ। अब 82 MB ऱ्याममा गइसकेपछि मात्रै सिपियुले ह्यान्डल गर्न थाल्छ क्या। यो मेमोरीमा गइसक्यो नि त तपाईँको एप्लिकेसन मैले थिचेँ यहाँ टास्क म्यानेजर भनेर हानेपछि ऱ्याममा गयो, अनि सिपियुले मात्रै ह्यान्डल गर्न खोल्छ, अनि मात्रै यो टास्क म्यानेजर चल्छ क्या। त्यस्तो हो। सो तपाईँको यति तपाईँले कुनै दिन ह्याङ भयो, तपाईँको ल्यापटप ह्याङ भएको छ, चल्न खोज्दैछ, नट रिस्पोन्डिङ भन्छ नि, पुरानो पुरानो ल्यापटपमा तपाईँले पहिलेदेखि चलाउनु भएको छ भने तपाईँले एक्सपिरियन्स गर्नुभएको छ होला। त्यस्तो गर्दाखेरि चाहिँ तपाईँको प्रोबेब्ली 90% नत्र बढी भएको हुन्छ। सो तपाईँले त्यतिखेर कुनै पनि हेभी टास्कहरू गेमिङ गर्दै हुन्छ भने, नत्र केही ठुलो टास्क रन गर्दै हुन्छ भने त्यसलाई इमिडिएटली क्यान्सल गर्नु, नत्र
स्लटहरू नयाँ ऱ्याम हाल्नुपर्छ तपाईँले ठुलो खाले। सो अब त्यो कुरा निस्किने भने म तपाईँहरूलाई स्टिल नट रेस्पोन्डिङको पनि कसरी हटाउने भनिदिइहाल्छु। सो कन्ट्रोल देख्दै हुन्छ तपाईँले किबोर्डमा सबसे बेसमा स्पेसको लाइनमा हेर्नु ल। यो स्पेस छ नि, स्पेसको सबसे छेउमा कन्ट्रोल अनि त्यस पछाडि विन्डोजको नेक्स्ट अल्ट छ अनि त्यसमा माथि टुप्पोमा ब्याक स्पेस माथि डिलिट लेखेको छ नि। त्यो गर्दाखेरि चाहिँ तपाईँको डिस्प्ले पनि चल्न छोड्यो भने पनि किबोर्ड त चल्छ नि त। त्यही भएर कन्ट्रोल अल्ट डिलिट हान्यो भने चाहिँ तपाईँले सिधै लक गर्न सक्नुहुन्छ, स्विच इजर गर्न सक्नुहुन्छ, साइन आउट गरेर सट डाउन गर्न सक्नुहुन्छ। किनभने समटाइम्स के हुन्छ भने यो पावर बटमले पनि मर्दैन। सो यहाँबाट तपाईँले सिधै ह्यान्डल गर्न सक्नुहुन्छ। यो चाहिँ अहिले म क्यान्सल गरिदिइरहेको छु। सो यस्तो हुन्छ। यो चाहिँ हामीले अन्डर द हुड हेऱ्यौँ होइन, हामीले फेरि जाऊँ न त, एउटा मात्रै हेऱ्यौँ हामीले स्पेलिङ मिस्टेक भयो, डोन्ट माइन्ड मी। अनि यस पछाडि हामीले यो हेऱ्यौँ होइन, अहिले सबसे बढी भनेको सर्चिङ चल्दैछ। यहाँनिर मैले सर्च गरेँ नि, त्यही हो, त्यही सर्च चलिरहेछ। अरू के चल्दैछ त्यो सबै ब्याकग्राउन्डमा चल्ने अब विन्डोज ठुलो चलिरहेछ नि त। अब तपाईँले भन्दै हुनुहुन्छ होला तिमीले त केही चलाएको छैन यहाँनिर यो रेकर्डिङको लागि हो मेरो, यो सेटिङ मात्रै खुल्लै छ, यत्रो धेरै खान्छ सेटिङले भन्दाखेरि होइन। यो विन्डोजमा यति धेरै थोकहरू हुन्छ नि। सो यहाँ हेर्नु त सर्भिस स्टोर्स यो क्लाइन्ट सर्भर सबै थोकलाई सेफ्टी राखिदिएको हुन्छ क्या विन्डोजले। अब तपाईँहरूले यत्रो साह्रो बुझ्नु पर्दैन, यो यसो क्युरियोसिटी भएको छ तपाईँलाई तपाईँको कस्तो चल्दैछ भने तपाईँहरू यहाँनिर पर्फर्मेन्समा गएर आफ्नो सिपियूको कुन भर्जनमा हेर्न सक्नुहुन्छ, मेमोरी तपाईँको कति जिबी लागिरहेछ भनेर। अनि स्टार्टर एप्स यो तपाईँहरू म नेक्स्ट भिडियोमा बुझाउँछु, किनभने यो अलिकति धेरै एडभान्स लाग्न सक्छ तपाईँहरूलाई। यो त बिजनेसको हो नि त। अब तपाईँलाई अझै इन्ट्रेस्ट लाग्छ म बुझ्न सक्छु भने हामी तपाईँ सिरिज फलो गर्न सक्नुहुन्छ, नेक्स्ट भिडियो हेर्न सक्नुहुन्छ। यो चाहिँ इन्टरमिडिएटहरूको लागि हो, अलिकति 1-2 महिना चलाउनेहरूलाई नि। होइन मिनिमाइज नगरौँ, यसलाई क्लोजै गरौँ। सो नेक्स्ट थिङ भनेको चाहिँ नि यसमा हामी यो इन्टरफेसहरू बुझौँ न त। मोबाइल र ल्यापटपमा त फरक छ। अब यहाँ सुरुमा हेर्दाखेरि कस्तो अचम्म देखिरहेछ। यो स्ट्रिपलाई चाहिँ टास्क बार भन्छ। यसले चाहिँ नि सर्टकट जस्तो नि, यो फुल स्क्रिन छ नि, यो जुन जुन सिलेक्ट गरेँ मैले सब तपाईँले देखेको अहिले, यसलाई डेस्कटप भन्छ, डेस्कटप। अनि यो तलको भनेको चाहिँ टास्क बारको। यहाँनिर कुनै पनि कुरा ओपन गर्नु छ भने लेफ्ट क्लिक राइट क्लिक नत्र डबल क्लिक गर्नुपर्छ। यो चाहिँ सर्टकट जस्तो नि, सिङ्गल क्लिक गर्दाखेरि आउने कुनै पनि एक्सप्लोररहरू ओपन गर्न सकिने। लु सुरुदेखि नै स्टार्ट गरौँ न त। यो विन्डोज की भएको आइकनलाई चाहिँ स्टार्ट भन्छ, जसले चाहिँ यहाँनिर रिकमेन्डेसनहरू देखाउँछ, तपाईँहरूको एप्सहरू देखाउँछ सबैवटा होइन। यो सर्च भनेको चाहिँ एप्सहरू पनि फाइन्ड आउट गर्ने अनि तपाईँको फाइलहरू पनि फाइन्ड आउट गर्ने क्या। किनभने यति धेरैवटा फाइलहरू हुन्छ, तपाईँलाई यति नाम अझै थाहा छ, अहिले टेस्टै गरौँ न। यहाँनिर गएर म एउटा फाइल क्रिएट गर्छु, फोल्डर टेस्टिङ, यहाँभित्र डबल क्लिक गरेर न्यू टेक्स्ट डकुमेन्ट, हेलो क्यान म सेभ गरिदिन्छु। अब यो सर्चमा टेस्टिङ, यहाँ हेर्नु टेस्टिङ फाइल भेट्थ्यो। अब यहाँदेखि ओपन फाइल लोकेसन गऱ्यो भने हामी सिधै यहाँनिर भेट्न सक्छौँ। डेस्कटपको टेस्टिङमा छ अनि हेलो डट टिएक्सटी भनेको नि। अब योदेखि छोड्यौँ। यो भनेको चाहिँ डेस्कटप हो क्या। अब यो पहिलो डेस्कटप 1 भयो, यहाँनिर तपाईँहरूले के चलाउँदै हुन्छ। यो मेरो रेकर्डिङ चलिरहेछ नि यहाँनिर, तपाईँलाई थाहा पाइराख्नुपर्छ होला यो चलाइछ भने। अब नेक्स्ट डेस्कटपमा गएर म नेक्स्ट एप्लिकेसनहरू चलाउन सक्छु। यहाँ हेर्नु अब यो यहाँनिर चलेको छैन, यसले चाहिँ मल्टिटास्किङ गर्न मिल्यो क्या, नयाँ नयाँ डेस्कटपहरू क्रिएट गर्न मिल्यो। अनि यहाँ त्यस्तै आउँछ फाइल म्यानेजरहरू, फाइल एक्सप्लोररहरू, यसले यहाँनिर सबै हाम्रो फाइल्सहरू नेभिगेट गर्न मिल्छ। जस्तै कि यहाँ डेस्कटप छ, हाम्रो डेस्कटपमा के फाइलहरू देखिराख्नुहुन्छ, डकुमेन्ट्स छ, जुपिटर फाइल्सहरू छ, यहाँनिर मेरो एप्लिकेसन्सहरू छ। डाउनलोड्समा ब्राउजरबाट नत्र कहीँबाट माइक्रोसफ्ट स्टोरबाट केही डाउनलोड गर्नु भने त्यो डाउनलोडहरूको यहाँनिर चाहिँ गएको हुन्छ। डकुमेन्ट्समा के डकुमेन्ट्सहरू राख्नुहुन्छ, पिक्चर्समा अब तपाईँहरू स्क्रिनसट गर्नुहुन्छ कि क्यामेराबाट खिच्नुहुन्छ, त्यहाँबाट आउने हो। एकचोटि टेस्ट गरौँ न त। स्क्रिनसट लिनको लागि चाहिँ एउटा सफ्टवेयर छ, स्नाइपिङ टुल भन्ने।
अब यहाँनिर प्लस टिप्नु भने यहाँ क्यामेराको उ त्यो छ नि, हाल्नु भने स्क्रिनसट गर्न मिल्छ। यो त्यसको चाहिँ के फाइदा छ भने मोबाइलको साटो ल्यापटपमा गर्ने भने चाहिँ यहाँनिर तपाईँ कति स्क्रिनसट हान्ने, फुल स्क्रिनसट हान्ने कि एउटा पार्टिकुलर यहाँनिर क्यापकट मात्रै हान्ने हो भन्ने तपाईँलाई आफ्नै चोइस हो क्या। मैले यो हान्थेँ भने पिक्चर्समा जाऊँ, फेरि स्क्रिनसट स्क्रिनसट भन्ने एउटा फोल्डर बनाएको हुन्छ। लुक यहाँनिर सबै अहिले भर्खर हामीले हानेको स्क्रिनसट भेट्यौँ। पिक्चर्सदेखि अब यहाँनिर तपाईँहरू क्यामेराबाट फोटो पनि खिच्न सक्नुहुन्छ। यहाँनिर क्यामेरा भन्ने एउटा सफ्टवेयर पनि हुन्छ, त्यसले यहाँनिर तपाईँको गाडीको स्क्रिनमा क्यामेरा छ भने त्योबाट फोटो खिच्न सक्नुहुन्छ। त्यसै भिडियोज भनेको भिडियोज भयो। अब यो फोल्डर्सहरू तपाईँहरू फोल्डर कुनमा क्रिएट गर्नुहुन्छ। म चाहिँ अहिलेको लागि तपाईँहरूलाई भन्छु, जहिले पनि यस्तो डेस्कटपमा भन्दा पनि डाउनलोड्सहरूमा फोल्डर क्रिएट गरेर त्यहाँभित्र हाल्ने, किनभने डेस्कटपमा धेरै गर्दाखेरि हेर्नु न मेरो एप्लिकेसन छ एक दुईवटा यहाँनिर फोल्डरहरू जुन जुन म चलाइरहेको हुन्छु त्यो फोल्डर चाहिँ राखेको छ अगाडि, नत्र धेरै क्लटर देखिन्छ कि यहाँनिर। अब 30-30वटा फोल्डर राख्यो भने सबसे सुरुमा चल्ने त डेस्कटपै हो नि त, डेस्कटप ब्याकग्राउन्डमा चलिरहेको हुन्छ। त्यही भएर तपाईँको ल्यापटपको रिसोर्सेसहरू खाइरहेको हुन्छ। सो यदि तपाईँले फोल्डरहरू क्रिएट गर्नु छ अनि त्यहाँभित्र फाइलहरू राख्नु छ भने यसरी यहाँनिर एउटा फोल्डर बनाइदियो अनि त्यसमा अर्गनाइज गरेर राख्यो नि। अब नेक्स्ट एज ब्राउजरहरू यहाँनिर एप्लिकेसनहरू तपाईँहरू आफै हेर्न सक्नुहुन्छ, तपाईँकोमा के हुन्छ हुँदैन। अनि नेक्स्ट भनेको चाहिँ नि ल्यापटप र मोबाइलमा के फरक छ भने हामी धेरै जस्तो मोबाइलमा एप्लिकेसन्सहरू चलाउँछौँ, यसमा चाहिँ अलिकति फरक छ। हामी यहाँनिर सबै थोक एप्लिकेसन्सहरूको युजेसहरू सबै वेबसाइटमा भेटेको हुन्छौँ क्या। अब म चाहिँ पर्सनली तपाईँहरूसँग अहिले सुरुचोटि चलाउनु भएको छ भने पर्सनली यहाँनिर एज मात्रै हुन्छ, एज ब्राउजर मात्रै हुन्छ, विच इज अल्सो फाइन। तर मलाई अलिकति यो चाहिँ मन पर्दैन किनभने यहाँनिर एड्सहरू अलिक धेरै हुन्छ अनि अलिक स्लो चल्छ क्या। आई लाइक माई ब्राउजर हल्का सिम्पल, त्यही भएर मलाई चाहिँ यस्तो ब्ल्याक स्क्रिन भएको यहाँनिर हेर्नु न कुनै एड्सहरू केही छैन, सजिलो चल्छ। अनि अर्को यसको फाइदा के हो भने हामी एक्सटेन्सनहरू हाल्न मिल्छ क्या। एउटा एक्सटेन्सनको इक्जाम्पल देखाउँछु ल म तपाईँलाई, यो क्लोज गरिदिएँ मैले। अब मैले आफ्नो नेक्स्ट आइडीमा क्लिक गरेँ भने एउटा एक्सटेन्सन छ जसले ब्राउजरमा पासवर्ड माग्छ मलाई। अब यो तपाईँलाई पासवर्ड थाहा, तपाईँको बाहेक अरू कसैले चलाउन सकेन। अब मैले पासवर्ड हाल्दै भने एक्सटेन्सन खोलेँ, यो एक्सटेन्सनको नाम चाहिँ ब्राउजर लक भयो। आई पर्सनली प्रिफर क्रोम। तपाईँलाई पनि मेरो जस्तै क्रोम बनाउन मन छ भने चाहिँ यु क्यान कमेन्ट, प्लिज गिभ मी एक्सटेन्सन नेम्स भनेर, नत्र म एउटा भिडियो पनि बनाउन सक्छु तपाईँहरू कसरी क्रोमलाई राम्रो बनाउन सक्नुहुन्छ भनेर। बट एज इज अल्सो फाइन फर नाउ। तपाईँहरू भर्खर स्टार्ट गर्दै हुनुहुन्छ, तपाईँलाई हाइटेक बनाउनु पर्दैन। यो सिरिज हुने भयो, नेक्स्ट नेक्स्ट एपिसोडमा म भिडियोहरू हालिरहेको हुन्छु, यो पार्ट 2मा आइहाल्छ होला। अब ब्राउजरहरूमा के चलाउन मन छ तपाईँलाई? युट्युब चलाउन मन छ भने youtube.com हाल्नु, यहाँनिर युट्युब आउँछ अनि तपाईँ यहाँनिर यसरी भिडियो हेर्न सक्नुहुन्छ। नेक्स्ट भनेको अब तपाईँहरू गेम खेल्न सक्नुहुन्छ, ब्राउजरमै गेमहरू दिएको हुन्छ हामीले। यहाँनिर हेर्नु, यसलाई डाउनलोड पनि गरिराख्नु पर्दैन। अब तर तपाईँलाई आफ्नो अब यो गेम खेल्दाखेरि त चेक पोइन्टहरू त राख्नु पर्यो नि त, त्यही भएर साइन इन चाहिँ गरिराख्नु पर्छ। तर अहिलेको लागि मलाई एप्लिकेसन्सहरू नि चलाउन मन छ भने एमआइसिआर माइक्रोसफ्ट स्टोर भनेको चाहिँ हाम्रो गुगल प्ले स्टोर जस्तै हो, माइक्रोसफ्टले दिएको। ओपन गरेर तपाईँहरू जे पनि खोल्न सक्नुहुन्छ। उम्, हेर्नु अब यहाँनिर तपाईँहरू डिस्कर्ड डाउनलोड गर्न चाहनुहुन्छ कि डिस्कर्ड, टेलिग्राम जे पनि गर्न सक्नुहुन्छ, मेसेन्जर, फेसबुकहरू। अनि यो माइक्रोसफ्टको स्टोरको चाहिँ फाइदा के हो भने एउटा फाइल बनाइन्छ अनि त्यसलाई इन्स्टल गर्नु पर्यो। यसमा चाहिँ 2 स्टेप प्रोसेस हुन्छ, एउटा एउटा डाउनलोड गर्नु पर्यो अनि एउटा इन्स्टल गर्नु पर्यो नि। सो सो लेट्स गेट ब्याक इन्टु क्रोम ब्राउजर बिकज आई फिल मोर एट होम इन दिस इन्भाइरोमेन्ट। म चाहिँ यदि तपाईँले गुगल क्रोमै चलाउँदै हुन्छ, तपाईँसँग गुगल क्रोम छ भने चाहिँ फर्स्टमा दुईवटा एक्सटेन्सन चाहिँ दिस इज नेसेसरी नै भन्छु क्या म चाहिँ नि, भनेको इएक्सटी डार्क रिडर भने। अनि यसमा चाहिँ टच प्याडमा तपाईँले दुईवटा अङ्गाले क्लिक हान्नुभयो होइन, यहाँनिर ओपन टु एनदर लिङ्क हुन्छ क्या। त्यही भएर तपाईँले अब सिङ्गल ब्याक स्पेस हानिराख्नु पर्दैन। यो पनि एउटा उयो भयो। यो चाहिँ मैले डाउनलोड गरिसकेको छु, तपाईँलाई यहाँनिर एउटा डाउनलोड भन्ने आएको हुन्छ, त्यो गर्न सक्नुहुन्छ। नेक्स्ट भनेको
भोल्युम मास्टर आई थिङ्क यो दुइटा चाहिँ नि एकदम नेसेसरी हो जसको लागि पनि हो किनभने डार्क रिडरले यो अहिले वाइट आइरहेछ नि यो चाहिँ डिफल्ट हो यसलाई चाहिँ चेन्ज गर्न सकेन डार्क रिडरले तर अरू कुनै वेबसाइटहरू अब सबसे धेरै वाइट भएको विकिपिडिया हुन्छ विकिपिडिया भन्ने वेबसाइट हुन्छ यहाँ हेर्नु त यसलाई ब्ल्याक पारेको छ यो चाहिँ भनेको डार्क रिडरको फाइदा हो क्या यहाँनिर अब तपाईँले 4-5 घन्टाहरू हेरिराख्नु भएको हुन्छ स्क्रिनमा तपाईँको आँखा बिसाउन थाल्छ क्या यस्तोले चाहिँ सो आई सजेस्ट यु टु इन्स्टल दिस एक्सटेन्सन डार्क रिडर भन्ने अनि भोल्युम मास्टरको चाहिँ कुरो के भयो भने हामीलाई फिल्म्सहरू हेर्न मन लाग्छ त्यतिखेर चाहिँ बेला बेला फिल्महरू हामीले डाउनलोड गरेर हेर्न मन लागेको हुन्छ तर फिल्म खोल्दाखेरि साउन्ड एकदमै सानो आएको हुन्छ क्या त्यतिखेर चाहिँ यो भोल्युम मास्टर भन्ने चलाउने हो जहिले जहिले चाहिँ चलाउनु हुँदैन क्या किनभने तपाईँको नर्मल साउन्डमा पनि भोल्युममा पनि तपाईँले ठुलो पार्नु भने चाहिँ अभियसली तपाईँको स्पिकर हुन्छ यहाँनिर स्पिकर सफ्ट हुन्छ इजिली ब्रेक हुनसक्छ सो जब जब सानो सानो भोल्युम आएको हुन्छ तब यहीँदेखि म तपाईँकै इन्टरफेसबाट गर्नेछु म्यानेज एक्सटेन्सनबाट भोल्युम मास्टरलाई अन गर्नु युट्युबमा गएर यहाँनिर आउँछ अब यहाँनिर आउँछ यहाँ क्लिक गर्नुभयो भने हेर्नु नर्मल भनेको 100 हो हामी यहाँ 600सम्म पार्न सक्छौँ क्या अब यसको यसको एडभान्टेज तपाईँले थाहा पाइहाल्नुभयो सानो सानो कुनै पनि युट्युब भिडियो एकदम इन्जोयबल हुन्छ न त्यसलाई तपाईँ ठुलो साउन्ड पारेर सुन्न सक्नुहुन्छ अब डिसएडभान्टेज भनेको तपाईँको स्पिकर बिग्रिन सक्छ सो धेरै सानो छ भने चाहिँ आई सजेस्ट यु टु युज दिस भोल्युम मास्टर यो चाहिँ एउटा नि युटिलिटी सफ्टवेयर हो सो यो भिडियोमा चाहिँ बिगनर्स फ्रेन्डली भिडियोमा चाहिँ यो दुइटा एक्सटेन्सन चाहिँ आई सजेस्ट यु टु इन्स्टल इट अब तपाईँलाई लाग्छ यो मेरो आइकनहरू आएको छैन यो वाट इज अल दिस भनेर डोन्ट वरी म नेक्स्ट एपिसोड अन द सिरिज म यसलाई कभर अप गर्छु अब यो हुन त सेम हो तर म सजिलो पार्नका लागि यहाँनिर त्यो सर्टकट्सहरू हाल्नु मिल्छ यो भनेको चाहिँ अब यहाँ युट्युब राख्यो अनि युट्युबको युआरएल भनेको youtube.com राख्यौँ भने सरी youtube.com राख्यौँ भने यसरी यहाँनिर सट्ट निकाल्न मिल्छ क्या यहाँनिर सर्च युआरएलमा हरेकचोटि सर्च गरेर युट्युब भनेर सर्च गरेर यहाँबाट गएर युट्युबलाई खोजिराख्नु पर्दैन नि यो चाहिँ क्रोमको एडभान्टेज हो अल्दो दिस क्यान अल्सो बी डन इन एभ्री ब्राउजर लाइक लुक यहाँनिर पनि गर्न मिल्छ यहाँनिर अब च्याट जिपिटी भनेर एउटा सर्टकट बनाउन मिल्यो च्याट च्याट जिपिटी पनि आयो यहाँनिर सो म एक दुईवटा सर्टकट किजहरू तपाईँलाई यहाँनिर डिस्क्रिप्सन यहाँ डेस्कटपमा यहाँनिर स्क्रिनको अगाडि तपाईँको राखिदिएको हुन्छु मैले यु क्यान अल्सो वाच द्याट त्यसले चाहिँ के गर्छ भने सिम्पल सिम्पल युटिलिटिजहरू गर्न मिल्छ क्या हामीलाई नि अब एउटा सिम्पल भनेको तपाईँलाई खोल्नु छ भने यो खोल्नुभयो अब दुईवटा चलाउनु पर्छ भने यसले चाहिँ विन्डोज कि अनि लेफ्ट स्क्रिन त्यो भयो अब त्यस्तो गर्न मन छैन अहिले सम्झिनु छैन भने यहाँनिर गर्दाखेरि पनि हुन्छ यो मिनिजलाई यस्तो गरेर यहाँदेखि तपाईँले पनि गर्न मिल्छ यीहरू नि सम्झिनुपर्छ भन्ने होइन यो तपाईँलाई सजिलो पारिदिन्छ नि तपाईँको कामहरू नि अनि another thing यो चाहिँ हार्डवेयर रिलेटेड भयो प्लिज डोन्ट क्लोज एन्ड ओपन युर ल्यापटप स्क्रिन फ्रम द साइड्स क्या साइडबाट कहिले पनि ल्यापटपलाई खोल्ने मिस्टेक नगर्नु त्यसले डिस्प्लेहरू बिगार्छ अलवेज पनि बिचबाट नि तपाईँको जहाँ क्यामेरा छ त्यहाँ बिचबाट खोल्नु त्यसले चाहिँ तपाईँको तपाईँको किबोर्ड छ नि ल्यापटपको पेस र डिस्प्ले कनेक्ट भएको त्यसलाई युज पार्दैन एन्ड एनदर थिङ इज इफ यु आर क्लोजिङ युर ल्यापटप फर जस्ट 1 or 2 आवर्स अनि फेरि खोल्न मन छ भने यु क्यान जस्ट डु स्लिप मोड अनि अब धेरै टाइमको लागि तपाईँ क्लोज गर्दै हुन्छ भने 1 डे नत्र सुत्दाखेरि भने यु क्यान सट डाउन देयर इज नो निड टु अलवेज सट डाउन वेन यु क्लोज यर ल्यापटप तर बेला बेलामा सट डाउन चाहिँ गरिराख्नुपर्छ अन एनदर एक्सपिरियन्स चाहिँ के हो भने तपाईँहरू चलाउँदै हुन्छ कुनै हेभी टास्क गर्दै हुन्छ भने अब तपाईँ अलवेज कनेक्ट युर चार्जर टु युर ल्यापटप किनभने विन्डोज एक्सट्रिमली रिसोर्स हेभी हो सो तपाईँको चार्ज 2-3 घन्टा
अब राम्रो छ भने 4-5 घन्टा 4-5 घन्टा तर मोस्टली गेमिङमा त 1 घन्टा 2 घन्टैमा चार्ज सकिन्छ। अनि तपाईँको ब्याट्रीको लाइफ यसले सबै खाइदिन्छ क्या। सो यसलाई चाहिँ एउटा कम्प्युटर जसरी नै चलाउनु क्या। कम्प्युटरमा हामी यहाँनिर कनेक्ट गरेको हुन्छ अनि इलेक्ट्रिसिटी अन गरेपछि मात्रै चल्छ नि। ल्यापटप इज द सेम तर यसले चाहिँ अलिकति ब्याट्री स्टोर मात्रै गर्न सक्छ क्या। सो यदि तपाईँ रिसोर्स हेभी टास्क गर्दै हुन्छ भने अलवेज चार्ज हाल्नु। तपाईँको यो 100% भएपछि पनि तपाईँको ब्याट्री बिग्रिने होइन किनभने यसमा त्यसको एडाप्टर हुन्छ नि त्यो डल्लो जस्तो त्यो एडाप्टरले चार्ज भइसकेपछि अटोमेटिकली ब्लक गरेको हुन्छ इलेक्ट्रिसिटीलाई। सो फिल फ्री टु अलवेज कनेक्ट युर चार्जर इन युर ल्यापटप। सो दिस इज इट। यदि तपाईँलाई यो भिडियोमा कुराहरू मन पर्यो भने हियर आर द थिङ्स आई लर्न फ्रम दिस भिडियो भनेर तपाईँहरू लेख्न सक्नुहुन्छ नत्र आई लाइक दिस भिडियो भनेर कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्न सक्नुहुन्छ। आई विल रियली एप्रिसिएट इट। सो दिस इज द एन्ड अफ द भिडियो। अनि तपाईँलाई केही कुरा मन परेन तपाईँलाई केही कुरा एड गर्न मन छ भने प्लिज टेल मी इन द कमेन्ट सेक्सन। आई विल टेक रिकमेन्डेसन्स फर नेक्स्ट भिडियोज किनभने यो विन्डोजको बारेको भिडियोहरू दिस विल बी अ प्लेलिस्ट एन्ड सिरिज के सो विथ द्याट बिङ सेड आई विल मिट यु इन द नेक्स्ट भिडियो थ्याङ्क यू